अहिले चाहिँ म तपाईहरुलाई यो कृतिपुर नगरपालिकाको मेन आकर्षण भनौँ कृतिपुर नगरपालिकाको यो नयाँ बजारको गेट त्यहाँको दृश्य देखाउन गइरहेको छु। यो चाहिँ इभिनिङ रातिको सिनारियो हेर्न सक्नुहुन्छ र पहिला भन्दा धेरै यहाँ चाहिँ पूर्वाधारहरू चेन्ज भएको छ प्लान्टेसनहरू भएर देख्न सक्नुहुन्छ गाडीको पनि चाप यो बेलुकाको समयमा अलिकति चाप रहेको छ। नाउ इट लुक्स भेरी ब्युटिफुल अनि यहाँको चाहिँ पूर्वाधारहरू पनि यसरी निर्माण भएको छ। यो माथि चाहिँ डाँडामा देख्न सक्नुहुन्छ यो हाउसिङहरू हेर्नुहोस् त एकदम सेटलमेन्ट यस्तो गजबको छ यो। र कृतिपुर म लगभग 2011-12 देखि बस्दै आएकोले गर्दाखेरि आज चाहिँ मैले एउटा यो अवसर पाएँ यो यादगार एउटा भिडियो क्याप्चर गरिराखौँ भनेर र थोरै तपाईहरुलाई पनि देखाउँ भनेर। सो ब्युटिफुल। उता रोडपट्टि चाहिँ म गइनँ किन अलि नोइजी छ राति ट्राफिक एकदमै यो चाप बढी छ गाडीको त्यो भएर नोइजी भएकोले गर्दाखेरि जस्तो खुसी लाग्यो। पहिलाभन्दा चाहिँ अलिकति हाइजिन यो एकदमै सफा सुग्घर वातावरण पनि एकदमै राम्रो भएको छ। हालसालै यहाँ यही कृतिपुर केटियु रङ्गशालामा क्रिकेट एनपिएल पनि भएको थियो त्यसले गर्दा पनि यो चाप अझै धेरै अरू बेला कम्पेरेटिभली अरू बेला भन्दाखेरि चाहिँ अहिले चाहिँ चाप धेरै हुन्छ। यो देख्न सक्नुहुन्छ पुरा हेर्नुहोस् न इभिनिङमा कति ब्युटिफुल अथवा यो बिजुलीले गर्दा पनि बेलुकाको सिनारियो चाहिँ एकदमै राम्रो छ। इट्स भेरी ब्युटिफुल। अनि हुँदै यो चाहिँ एउटा यहाँ मन्दिर छ बुद्धिस्ट टेम्पल यो देख्न सक्नुहुन्छ। म अलिकति जुम गरेर देखाउँछु हजुरलाई। यहाँ यो थाई टेम्पल होला यो त्यही अगाडि मन्दिर पनि छ। यसो त कृतिपुरमा धेरैवटा मन्दिरहरू छ जस्तै बाघ भयो उमा महेश्वरी भयो होइन अरू धेरै मन्दिरहरू पनि छ। अनि यता आएर चाहिँ तपाईँको यो भाजङ्गलको ठाउँहरू भयो भने यो उता पर चोबारको माथि डाँडाहरू पनि देख्न सक्नुहुन्छ। एकदमै रमणीय छ दृश्य। वाउ इभिनिङमा एकदमै राम्रो देखिने रहेछ। देख्न सक्नुहुन्छ म बाटोमा हिँड्दै थिएँ अनि यो रातिको एकदम सिनारी एकदम राम्रो देखेँ क्या त्यो भएर मैले यो क्यामेरामा कैद गरेर तपाईँहरूलाई पनि यसो देखाउँ भनेर। यो चाहिँ मेन गेट हेर्नुहोस् है गाडीहरू कसरी हेर्नुहोस् एकदम चाप छ क्या यो किनभने यहाँ चाहिँ बाहिरबाट आउने विद्यार्थीहरू प्लस टियुको विद्यार्थीहरू प्लस ल्याङ्ग्वेज पढ्नेदेखि लगेर सबैजना यहाँ चाहिँ प्रायः बस्नुहुन्छ यो कृतिपुरमा रुम रेन्ट लिएर त्यो भएर पनि चाप छ भनौँ न त्यो पनि एउटा कारण हो। अर्को त अब यहाँबाट चाहिँ मेन रिङ रोडको नजिक भएर पनि हो र खुसी लाग्यो आज धेरै पछि आएको यहाँनिर चाहिँ यसरी गार्डनहरू पनि यो बनाइएको निर्माण गरिएको रहेछ एकदमै खुसी लाग्यो। थोरै तपाईँहरूलाई देखाउँछु है त के खिचौँ भइरहेको थियो कि ठ्याक्कै यो देखेँ यहाँ कृतिपुर आएको बेला हेर्नुहोस् न पहिलाको भन्दाखेरि धेरै राम्रो भएछ एकदमै खुसी लाग्यो। यहाँ देख्न सक्नुहुन्छ बोर्ड पनि पर्यटकीय नगरी कृतिपुर नगरपालिकामा पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछौँ। कृतिपुर विकास समाज कृतिपुर डेभलपमेन्ट सोसाइटी यो वार्ड नम्बर 10 मा पर्दो रहेछ। बगैँचा सौन्दर्यकरण यस यो हो नि त अर्बन ब्युटिफिकेसन भन्ने कन्सेप्ट हामीले पनि पहिला पुस्तकतिर पढ्यौँ होइन हाम्रो अब स्टुडेन्ट लाइफमा। यो ब्युटिफिकेसन सँगसँगै अब यो चाहिँ तपाईँको चाहिँ मनोसामाजिक कुरादेखि लगेर वातावरणीयदेखि लगेर होइन हरेक उसँग यो सौन्दर्यीकरण भन्ने कुरा चाहिँ भौतिक मात्र नभएर यो चाहिँ मानव जनजीवनसँग
प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा यो चाहिँ जोडिएको हुन्छ। यो नगरपालिकाले यो चाहिँ एउटा पहल गर्नुभएको छ, एकदम खुसीको कुरा हो। र यो कीर्तिपुर भन्ने यस्तो चाहिँ एउटा ऐतिहासिक ठाउँ हो कि जहाँ चाहिँ अब जति पनि अहिले नेपालमा अथवा बाहिर रहनुहुने विद्यार्थीहरू अथवा कति चाहिँ होइन अहिले विदेशतिर अथवा स्वदेशतिर जागिरे हुनुहुन्छ, उहाँहरूले पनि यो हेऱ्यो भने चाहिँ नि मिस हुन्छ क्या कीर्तिपुरसँग काठमाडौँ आइसकेपछि यो कीर्तिपुरसँग नजोडिएको कसैको कोही पनि नहोला क्या। उहाँहरूको चाहिँ कुनै न कुनै प्रकारको चाहिँ सम्बन्ध छ कि यो हामी आउट अफ भ्यालीबाट आउने जति पनि छौँ नि विद्यार्थी यङ्गेस्टर जो कोही पनि, त्यही भएर पनि मैले यो कैद गर्न खोजेको। अझ स्टिल यो अन्डर कन्स्ट्रक्सन रहेछ, यहाँ मेटेरियल्सहरू पनि राखिएको छ। हेर्नुहोस् न यताको सिनरी कस्तो राम्रो देखिरहेको छ। आज म आफै पनि एकदमै खुसी छु आज देखेर क्या, मन पनि शान्त भएर चाहिँ इभिनिङको टाइममा। हेर्नुहोस् न यस्तो यो बिरुवाहरू पनि च्याट्टैसँग रोपिएर साइडमा, जस यो सौन्दर्यीकरण सँगसँगै पर्यावरणलाई पनि वातावरणलाई पनि ध्यान दिएको पाइयो कि यो एकदमै खुसी लाग्यो। जोस् विकास भन्ने कुरा ढिलो चाँडो हुँदै जाने रहेछ होइन, भइ पनि रहेछ। त्यसमा म भेरी मच अप्टिमिस्टिक अबाउट दिस होइन। जहिले नराम्रो मात्रै होइन कि केही न केही त राम्रो पनि भइरहेछ र त्यो देखेर मलाई पनि खुसी लाग्यो। हस् त म तपाईँहरूलाई फेरि कुनै अरू दिन कुनै राम्रो जग्गा चाहिँ ठाउँमा म पुगेँ भने तपाईँहरूसँग फेरि अवश्य भिडियो सेयर गर्नेछु। थ्याङ्क यू सो मच।